Hello, good evening everyone. अब हामी आजको क्लासमा ट्रिग्नोमेट्री सुरु गर्न गइरहेछौँ. All of you get ready. Trigonometry. सबैजना आउनुभयो? ट्रिग्नोमेट्री है. यसमा हामीले पढ्ने दुईटा टपिक हो. एउटा प्रोपर्टिज अफ ट्रायंगल. प्रोपर्टिज अफ ट्रायंगल. अनि एउटा सोलुसन अफ ट्रायंगल. प्रोपर्टिज अफ ट्रायंगल र सोलुसन अफ ट्रायंगल. ठीक छ. हामीले पढ्ने यसमा यही दुईटा टपिक हो. अब यसमा हामी सुरुमा प्रोपर्टिज अफ ट्रायंगलमा इन्टर गरौँ. प्रोपर्टिज अफ ट्रायंगल. र यसमा हाम्रो पहिला हामीले पढ्नु पर्ने केही लजहरू छन्, त्यो लजहरू जानु है. सो फर्स्टमा छ साइन ल. साइन ल यसको हामीले प्रुफ अहिले हामीले पढ्दैनौँ है. पछि हामीले भेक्टरमा पनि यसको स्टेटमेन्ट प्रुफ साइन ल हामीले त्यहाँ भेक्टरमा पनि हामीले स्टडी गर्छौँ. वी विल स्टडी इन भेक्टर. ओके. सो साइन लले के भन्छ यसको स्टेटमेन्टमा हेरौँ. इन एनी ट्रायंगल, in any triangle ABC, A by sin A is equal to B by sin B is equal to C by sin C. है. जस्तै मानौ एउटा हामीसँग ट्रायंगल छ. ध्यान दिनु होला सबैले. सपोज वी हैव अ ट्रायंगल ABC जसमा यो हाम्रो एंगल A भयो अनि यो हाम्रो एंगल B भयो अनि यो हाम्रो एंगल C भयो. ठीक छ. अनि A को अपोजिटमा जुन BC छ यसको लेन्थलाई स्मल A ले जनाउने र B को अपोजिटमा AC छ यसको लेन्थलाई स्मल B ले जनाउने र C को अपोजिटमा AB छ यसको लेन्थलाई स्मल C ले जनाउने है. भनेपछि यहाँ स्मल ABC भनेको लेन्थ अफ द साइड्स अफ द ट्रायंगल हो र क्यापिटल ABC भनेको एंगल अफ द ट्रायंगल हो है. सो साइड्स र एंगल यसरी रिलेटेड हुन्छन् युजिङ द साइन. सो इट इज कॉल्ड साइन ल. So that will also be equal to 2r. अब यो 2r मा r भनेको के हो त त्यो हामीले बुझ्न पर्यो. r भनेको सर्कम रेडियस हो है. सो वेयर r is the सर्कम रेडियस र r is the सर्कम रेडियस है. अब सर्कम रेडियस भनेको के हो त बुझ्नुस्. जस्तै हाम्रो यो ट्रायंगलमा तीनवटा भर्टेक्स छ हैन. भर्टेक्स A, भर्टेक्स B र भर्टेक्स C. यो तीनटै भर्टेक्सबाट पास हुने गरी यदि हामीले एउटा सर्कल ड्र गर्यौं भने है, तीनटै भर्टेक्सबाट पास हुने गरी यदि हामीले एउटा सर्कल ड्र गर्यौं, मानौ यो सर्कल ड्र गरे मैले जुन भर्टेक्स ABC बाट पास भइराछ भने यो सर्कललाई भन्छ सर्कम सर्कल. दिस सर्कल इज कॉल्ड सर्कम सर्कल. ओके. अनि यसको जुन सेन्टर छ यसको सेन्टरलाई भन्छ सर्कम सेन्टर. यसको सेन्टरलाई भन्छ सर्कम सेन्टर है. अनि यसको जुन रेडियस छ नि यसको रेडियसलाई भन्छ सर्कम रेडियस. दैट इज डिनोटेड बाइ क्यापिटल आर. सो क्यापिटल आर भनेको त सर्कम सर्कलको रेडियस रहेछ नि त. दैट इज द सर्कम रेडियस. कुरा बुझ्नुभयो सबैले. त्यो टर्महरु बुझ्न पर्यो है. अब यसमा हामीले नोट भनेर लेखौं. हाम्रो साइन लको मेन इम्पोर्टेन्ट ल भनेको A by sin A इक्वल टु B by sin B इक्वल टु C by sin C इक्वल टु 2r है. अब यसमा मानौ हामीलाई दियो
ए बाई साइन ए इक्वल टु 2r। हामीले यहाँ के गर्यौँ भन्दा फर्स्टको र लास्टको लियौँ, सबै इक्वल छ भने त लिन पाइयो नि त। ए बाई साइन इक्वल टु 2r लियो भने यहाँबाट स्मल ए के लेख्न पाइन्छ, स्मल ए भनेको 2r साइन ए, 2r साइन ए है। अनि यस्तै गरी यो सेकेन्डको र लास्टको लिनुभयो भने फेरि के हुन्छ, बी बाई साइन बी, बी बाई साइन बी इक्वल टु 2r। सो यहाँबाट हाम्रो स्मल बी कति आउँछ, स्मल बी भनेको 2r साइन बी हो है, 2r साइन बी क्रस मल्टिप्लाई गर्नु न। अनि फेरि थर्डको र लास्टको लिनुहोस् त के हुन्छ, सी बाई साइन सी इज इक्वल टु 2r होइन। यो लिँदाखेरि स्मल सी कति आउँछ, स्मल सी आउँछ 2r साइन सी होइन। अनि फेरि यहीँबाट हामीलाई काम लाग्ने चिज साइन ए। सो साइन ए फेरि के लिन पाइयो, साइन ए भनेको ए बाई 2r लिन पाइयो, क्रस मल्टिप्लाई गर्ने नि 2r तल जान्छ। यहाँबाट साइन बी लिन पाइन्छ, साइन बी कति हुन्छ, साइन बी भनेको बी बाई 2r हुन्छ। र यहाँबाट फेरि साइन सी लिन पाइन्छ, साइन सी कति हुन्छ, साइन सी विल बी सी अपन 2r। कुरा बुझ्नु भएको छ? ल निकै कम उपस्थिति, सायद अझै प्री बोर्ड नसकिएर होला। सो यो सबै हाम्रो डेरिभेसन साइन लबाट आयो। अहिले हामीले क्वेसन्सहरू प्रुफ ड्याट वाला क्वेसन्सहरू गर्दाखेरि हामीले यो युज गर्छौँ है। ल अब अर्को छ सेकेन्ड नम्बरमा कोसाइन ल। कोसाइन ल त फेरि अब कोसाइन लले के भन्छ हेर्नुस्, इन एनी ब्याक गर्नु न, ब्याक गर्ने ओके ल। भयो सर, भयो ल ओके। अब कोसाइन ल हेर्नुस्, इन एनी ट्रायंगल एबीसी, यसमा पहिलो चाहिँ के हुन्छ भन्दा कस ए। सो कस ए को फर्मुला के हुन्छ, बी स्क्वायर प्लस सी स्क्वायर माइनस ए स्क्वायर बाई 2bc हुन्छ कस ए। प्याटर्न हेर्नुहोस् है, प्याटर्न यहाँ क्यापिटल ए छ भने स्मल ए लास्टमा, यहाँ बीसी छ भने बीसी तल। ल यस्तै गरी कस बी, कस बी के हुन्छ, कस बी विल बी ए स्क्वायर प्लस सी स्क्वायर माइनस बी स्क्वायर अपन 2ac। र थर्डमा फेरि कस सी, कस सी कति हुन्छ भन्दा ए स्क्वायर प्लस बी स्क्वायर माइनस सी स्क्वायर अपन 2ab अपन 2ab। ल दिस इज द कोसाइन ल, यो कोसाइन ल भयो। ठीक छ, भयो, नोट गर्नुभयो। ल अब थर्डमा जाउँ, टेन्जेन्ट ल। ल थर्डमा टेन्जेन्ट ल। ल यो पनि टिप्नु होला, मलाई सुन्दै हुनुहुन्छ? हेलो ओके, लाइन गयो है, धेरैजना डिस्कनेक्ट हुनुभयो लाइन गएर। ल ओके लेट्स कन्टिन्यू टेन्जेन्ट ल। सो इन एनी ट्रायंगल एबीसी, ल फर्स्टमा छ tan b minus c by 2, that will be equal to b minus c upon b plus c cot a by 2, cot a by 2 है, tan b minus c by 2 को फर्मुला हेर्नुस् त प्याटर्न के छ, क्यापिटल बी माइनस क्यापिटल सी छ भने स्मल बी स्मल सी स्मल बी स्मल सी अनि कट ए बाई 2 छ। प्याटर्नलाई समात्नुहोस् है, प्याटर्न फलो गर्नु होला। ल अर्को फेरि हाम्रो हुन्छ tan, जस्तै मानौ सी माइनस ए बाई 2 छ भने यो के हुन्छ, सी माइनस ए अपन सी प्लस ए कट बी बाई 2 हुन्छ है। अनि थर्डमा फेरि छ tan